यो गीतको चाहिँ नेपाली भर्सनको चाहिँ 80 मिलियन भ्युज आइसकेको छ। अनि चाहिँ टी सिरिजमा हालेर चाहिँ हिन्दी भर्सन यो पनि 9-10 मिलियन पुगिसकेको छ। तर अझै हिन्दी भन्दा नेपाली नै राम्रो हो कि जस्तो लाग्यो। सुरुमा सुनेको भएर हो कि मोडल चाहिँ चेन्ज गरेको रहेछ फिल्मलाई। पहिला चाहिँ अर्को मोडल हुन्थ्यो। यो भर्सन चाहिँ नेपालीमै रहेछ। यो चाहिँ मलाई एकदम मन परेको पार्ट थियो क्या यो गीत। दामी।